नमस्कार। खै के गरौँ भनौँ कि नभनौँ भन्दा यसो बनाउँ कि भनेर यो भिडियो बनाउन मन लाग्यो र बनाउँदैछु। खासै अब त्यस्तो म पनि राजनीतिमा यस्तो इन्ट्रेस्टेड पर्सन होइन, स्वतन्त्र नै हो अहिलेसम्म। अब त्यही भएर पनि यो राजनीतिक विषयमा कुरा नगरौँ कि भनेको। हिजो हाम्रो दीपक ग्यावाली अङ्कलको चाहिँ कुरो सुनेपछि यसो मन लाग्यो, होइन के रहेछ त भनेर यसो विचार गरेँ। पहिल्यैदेखिको कुराहरू यसो सोची केही कुरा सुने, होइन। हिजो पनि दीपक ग्यावाली अङ्कलको कुरो सुने, अस्ति लोकेश ढकाल अङ्कलको कुरो सुने। हाम्रो यहाँ अहिले के भन्छ यतापट्टि अधिवक्ता दाइ के भन्छ त्यो उहाँको के अभिवक्ता दाइ भन्छ उहाँको पनि अभिव्यक्ति सुने मैले सुन्दाखेरि। अनि अहिले हाम्रो लेटेस्ट ज्ञानेन्द्रज्यूको त अब ज्ञानेन्द्र शाहीज्यूको त कुरा छुटाउनै हुँदैन। उहाँको त अहिले संसदमा उहाँको कुरो एक्लै होला, उहाँ कुरा यसरी निकाल्ने उठाउने। अनि यसो सोच्दाखेरि उहाँले चाहिँ के भन्नुभएको थियो भने 20देखि 40 वर्ष उमेरसम्मको मान्छेले चाहिँ सुन्नुपर्छ ध्यान दिएर भन्ने कुरा गर्नुभएको हुनाले त्यो सबै सुनेर चाहिँ अनि मैले यो भिडियो बनाउने प्रयास गरेँ। कुरो के त भन्दा के त अब के सबै भइसक्यो। 15 गतेको आन्दोलन पनि त्यस्तो भयो, होइन। अब उपमेयर कुलमानलाई त अब उहिले हटाइहाल्नु कुलमानज्यूकोलाई त्यो थाहा छँदैछ। त्यो पछि 15 गते घटना, त्यसपछि महानगरको त्यत्रो काण्ड। अनि अब अहिले भर्खरै सुन्दै थिएँ कि यहाँ रवि दाइले पनि पक्रिले भनेर। त्यो रवि दाइको विषयमा म कुरा गर्दै थिएँ अहिले एकछिनमा, र अहिले भर्खरै सुने हुनाले चाहिँ यो पनि कुरा राखिदिइहालेको। अनि के त भन्दाखेरि अब के भन्दाखेरि यो चाहिँ राणा शासनै हुन लाग्यो अब कि जस्तो लाग्न थाल्यो मलाई। अब यसो विचार गर्ने, सबतिर ट्र्याप पार्ने, ट्र्याप पारिसकेपछि राजालाई त अब थुन्या जस्तै भइहाल्यो। थुनेको थिएँ नि त्रिभुवन के अरे राम्रो राजालाई थुनेर राणा शासन चाहिँ लगाएको सुरु गरेको। अनि त्रिभुवनभन्दा अगाडिको पालाको के राणा शासन सुरु हुन जस भनौँ न, अब जस राजालाई थुनेर राणा शासनहरूले चाहिँ कोतपर्वको बाँगा यता अथवा समथिङ के निकालेर चाहिँ राजालाई थुनेर उसको छोरालाई राजा बनाएर अनि त्यसपछि उनीहरू राणा शासन सुरु गरे। 104 वर्ष कसरी शासन गरे? 104 वर्ष शासन गर्दा शासन त गरे, ठिक छ, शासन गरे अनुसार उनीहरूले काम पनि गरे नि त, बनाए नि, स्कुलहरू बनाए, विद्यालयहरू बनाए। कसले गरेर बनायो त? त्रिभुवनले गर्छ बनाएको, होइन। त्रिभुवनले हाम्रो राजा त्रिभुवनले चाहिँ राणाहरूसँग समन्वय नगरेको भए त्यस्तो परिस्थितिमा त्यस्तो राणाकाल हुन्छ, राणा शासन हुन्छ भने त अब सुने कठोरै होला त्यो। त्यस्तो बेलामा पनि राजा त्रिभुवनले बनाए, त्यो त्रिभुवन इन्टरनेसनल बनाए, होइन। त्रिभुवन विश्वविद्यालय बनाए, विश्वविद्यालयहरू बनाए, रोडहरू हस्पिटलहरू बनाए, होइन। राणाहरूले पनि बनाए। तर अब अहिलेको नेताहरूले चाहिँ कहाँ के बनाए त? यिनीहरूलाई राणा शासन गर्न दिउँ भने यिनीहरूलाई राणा शासन गर्न दिनुपर्ने कारण के? यो राणा शासन जस्तै हुन लाग्यो जस्तो लाग्दैन तपाईँहरूलाई? मलाई चाहिँ त्यस्तै फिल भएर चाहिँ त्यही भएर मैले भने यो भिडियो नबनाऊ कि भने जस्तो लागेको थियो मलाई। अब यो यसो परिस्थिति लाग्दा यो त एकचोटि बनाउनै पर्छ। मेरो मनमा लागेको कुरा सायद म एक्लै हो कि अरू कसैलाई पनि यस्तो कुरा लागेको छ। यो सोच्नुपर्ने कुरा हो हामीले। हिजो दीपक ग्यावाली अङ्कलले भने जस्तो 20देखि 40 वर्षको भनेपछि म पनि 47 सालको झन् अब अहिले 47 सालको चाहिँ संविधानै मान्नुपर्छ। त्यही संविधानमा टेकेर चाहिँ अब फेरि व्यवस्था परिवर्तन गर्नुपर्छ, अवस्था परिवर्तन गर्नुपर्छ भन्ने कुराहरू आइरहेको छ। म 47 सालको मान्छे, मेरो बारेमा चाहिँ कस्तो चाहिँ संविधान रहेछ त? त्यही संविधान आउनुपर्ने भन्दाखेरि यो एकदम राम्रै खालको संविधान रहेछ सुने अनुसार। पढ्या त होइन, होइन, धेरैजनाले कुरा गर्नुभयो नि त 47 सालको संविधानको बारेमा। त्यसमा चाहिँ तपाईँको अब जम्मा 5वटा बुँदा मात्रै थपे हुनुपर्ने ठाउँमा 12 मुदे समझदारीले यताउता के समझदारी भन्ने कुरो पनि सुनेछ। त्यो पनि अहिलेसम्म कुरा गरौँला। अनि त्यसपछि अब किन यिनीहरूको चाहिँ यसरी हामीले राणा शासन चाहिँ ल्याउनु पर्ने त? केही बनाइदिएको छन्, कहीँ केही छ सुन्नु भएको छ? साँच्चीकै भन्ने हो भने त अहिले चाहिँ राणा शासन भन्दा पनि महेन्द्रको बेलाको चाहिँ पञ्चायत शासन गर्नुपर्ने बेलाको महेन्द्रको डिसिसनको शासन कति स्ट्रङ थियो हेर्नुहोस् त। नेपाल इन्डियाको हुन्थ्यो कि चाइनाको हुन्थ्यो, कताको हुन्थ्यो कसैलाई पनि थाहा थिएन हो। त्यस्तो अवस्थामा पनि, कसैलाई थाहा नभएको अवस्थामा पनि उहाँले चाहिँ कसरी चाहिँ एउटा चाहिँ नेपाललाई पनि अब चाहिँ विश्वमा चाहिँ दर्ता गराउनुपर्छ, नेपाल भनेर चिनाउनुपर्छ है। नेपाल पनि एउटा देश हो भनेर एउटा आँटले गएर त्यत्रो कतिजनाले, कत्रो युरोपियन, कति कन्ट्रीहरूले, यो त हामीले पढेछौँ त इतिहास भनेर
संसदमा कुरा मात्र इतिहासका कुरा गर्छन्, इतिहासका कुरा संसदमा कुरा गरेर हुँदैन क्या, बोलेर हुँदैन, व्यवहारमा लागू गराउनुपर्छ जस्तो मलाई लाग्छ क्या। इतिहासको कुरा गर्ने भए मसँग बहस गर्न आऊ भन्ने, काम नगर्ने, इतिहासको कुरा मात्रै गर्ने त भएन नि। इतिहास हेरौँ न राम्रोसँग। महेन्द्रको पालामा के थियो, अहिले के छ त्यो हेरौँ हैन। वीरेन्द्रको पालामा के थियो, अहिले के छ हेरौँ। वीरेन्द्रको पालामा के हुन्थ्यो, के हुन सक्थ्यो, अहिले के भइरहेको छ त्यो हेरौँ। र अब के हुनेछ त्यो पनि हेर्दै जाउँ न। यस्तै तालो भने, यस्तै राणा शासन देखाउने हो भने हेर्नुहोस् त, त्यत्रो महेन्द्रले चाहिँ गाडी नेपालमा लिएर आउँदाखेरि त्यत्रो जनताहरूलाई चाहिँ बोकाएर लिएर हामीले फोटोहरू देखिरहेको छौँ नि त हैन। त्यो फोटोलाई पनि चाहिँ कस्तो यिनीहरूले चाहिँ नेगेटिभ बनाइदिएछन् त भने, हेर राजाहरूले जनतालाई यसरी शासन गर्थे, यस्तो हेर्थे, यस्तो पेल्थे भनेर हो। तर त्यो होइन नि वास्तविकता। राजा हुन्, गाडी चढ्न मन लाग्यो, बाटो छैन, गाडी त चढ्नु पर्यो, राजाले परेन सबै चढे बेलामा। अहिले चढेका छन् नि, बाटो नपुगेको ठाउँमा हेलिकप्टरबाट त हिँडेका छन्, बाटो भएकै ठाउँमा पनि बाटो नबनाइकन हेलिकप्टर प्लेनबाट हिँडेका छन् होइन र। अनि भन्नु खोजेको चाहिँ राजा हुन्, चढ्न मन लाग्यो, अनि चढ्नलाई सबैले गाडी ल्याउनु पर्यो, नभएपछि पुगेर पनि ल्याउनु पर्यो, जनताले ल्याउनु पर्यो। जनताले ल्याउँदाखेरि त्यो फोटो खिचेकोलाई अहिले यिनीहरूले तथानाम गाली गरेर जनतालाई पेर्छन्, हेर्छन्, यस्तो भनेर राखेर बिजोग बनाइदियो। त्यो वास्तविकता के हो त? उहाँले गाडी चढ्न मन लाग्यो, लिएर आउनु भयो, उहाँले सोच्नुभयो मेरो जनतालाई यति दुःख भयो, अब चाहिँ रोड चाहिँ बनाउनु पर्छ है गाडी ल्याउनको लागि भनेर यो अरुणीको हाइवे बनाउनु भएको होइन। चाइनासँग जोड्ने बाटो, खासाको बाटो हाम्रो, मेरो घर पनि काभ्रे हो, मलाई पनि थाहा छ नि त यहाँ पनि कहाँ के हो भनेर। त्यो 302 किलोमिटर लामो, त्यत्रो लामो चाहिँ उहाँले 3 वर्ष कि 4 वर्ष समथिङ भित्रमा बनाइसक्नुको, क्लियर गर्नु हो। अब अहिले हामी त्यही बाटो हेरौँ न, यही चाहिँ तपाईँको के अरे यो के भन्छ यो के अरे यो जस अब खावादेखि उता तलतिर सागाभन्दा अलिक तल जगतीसम्म होइन, जगतीदेखि हाम्रो यो खावासम्मको बाटो हेर्दाखेरि त्यो कति होला, 15 किलोमिटर होइन। त्यो 15 किलोमिटरको बाटो पनि यिनीहरूलाई पिच गर्नलाई, अब बनाउनलाई भनौँ न, पिच त पहिले अझै पनि भएको छैन। अब लगभग 8-10 वर्षै हुन लाग्यो होला यो बाटो। अब जस्तो देखिरहेको छौँ त्यस्तै छ बाटो आएकै, अहिले त झन् आउनै नहुने छ, धुलै धुलो होइन, हिलो पानी छ्यापेर भनेपछि त्यस्तो विकास गरेको मान्छेलाई त्यसरी चाहिँ जनतालाई अब दुःख हुन्छ चाहिँ रोड ल्याउनु पर्छ भनेर त्यति चाँडै 3 वर्षमा रोड बनाएको, यिनीहरूलाई यत्रो वर्ष लाग्यो। अनि इतिहासका कुरा गर्ने, ठुला कुरा गर्ने, काम गर्नु छैन। अनि रोड बनाइसकेपछि उहाँले के गर्नुभयो, त्यत्रो कल कारखाना, उद्योगहरू, अब यति मात्रैले पुग्दैन है, यति मात्रैले पुग्दैन। के चाहिन्छ, जनतालाई रोजगार चाहिन्छ, कल कारखाना, उद्योग होइन, जो चाहिने जति खोज्दै जानु भएको थियो, बिस्तारो हुँदै आइरहेको थियो त, आइरहेको थियो। गर्दा गर्दै उहाँको अब निधन भयो होइन। त्यसपछि वीरेन्द्रले पनि गरिरहनु भएको थियो। अब के भन्ने, अब भनौँ भने जस्तो हो नि, नभनौँ भने नभने जस्तो हो नि। त्यत्रो गर्नुभयो, त्यत्रो गर्दा गर्दै पनि अझ महेन्द्रलाई चाहिँ चोरले, महाकाली सम्झिन्थ्यो कि अब खोइ काका के राजाले भनौँ न। अनि राजाहरूले बेचे भनेर चाहिँ महाकालीको सन्धि चाहिँ अब ऊ गर्छु भनेर हाम्रो प्रचण्डजी चाहिँ के अरे महाकालीको चाहिँ त्यो बेचेको चाहिँ फिर्ता गर्छु, के गर्छु, यो सबै खारेज गर्छु के भनेर चाहिँ 40 बुँदाको सब चाहिँ यो गर्छु त्यो गर्छु भन्दै आउनु भएको होइन। 40 बुँदामा अहिले उहाँले चाहिँ कुन चाहिँ बुँदाको कुन चाहिँ काम गर्नुभयो त? अब एमाले काङ्ग्रेसको त अब पुरै छोडिदिउँ, उहाँको कारणहरूले त यो गणतन्त्र आएको होइन होइन। यो गणतन्त्र के भन्नु आएको, गणतन्त्र धोका अब यो पनि अहिलेसम्म कुरा गरौँला, यो कुरो पनि आउँछ, लोकतन्त्र भनौँ न। अनि लोकतन्त्रमा उहाँहरूले त केही गर्न सक्नु भएन। अब प्रचण्डजीले अब उहाँले त अब त्यत्रो उहाँको कुरा गर्दा प्रचण्डजी अनि त्यसपछि एउटा चाहिँ यो कुकुरको टाउको काटेर चाहिँ खसीको टाउको देखाउने ठाउँ भन्दै छिर जानु भएन जङ्गलमा, आन्दोलन देश र जनताको परिवर्तन गर्छु भनेर हिँड्नुभयो होला नि त। हिँड्नु भयो कि भएन प्रचण्डजी जङ्गलमा? के जङ्गलमा पनि यहाँ जस्तै अर्डर दिने हो, माथि ट्याक्क बसेर बस्ने अनि ट्याक्क मात्र हिँड्नु भयो भने त नेपालको भौगोलिक स्थिति कस्तो छ के छ थाहा हुनुपर्ने हो तपाईँलाई। यदि 10 वर्ष जनयुद्धकाल भन्छौँ हामी, त्यत्रो इतिहास मानेको नेता हो तपाईँलाई। मैले भने म स्वतन्त्र भए पनि भोट चाहिँ मैले दिएको छु, काङ्ग्रेसलाई पनि दिएको छु, एमालेलाई पनि दिएको छु, माओवादीलाई पनि दिएको छु होइन। विचारलाई दिने हो नि त। पहिला त हाम्रो घरमा त सबैजना काङ्ग्रेस नै हुनुहुन्छ, काङ्ग्रेसहरू नै भनौँ न प्रायः जस्तो होइन। भने मैले कसैको समर्थन या विमर्शन अथवा कसैलाई केही यो यस्तो यो त्यो भन्न खोजेको होइन कि। अहिलेको अवस्था चाहिँ अब के त भन्दाखेरि त्यो चाहिँ कुरा गर्न खोजेको हो कि। अनि
त्यसरी चाहिँ तपाईँ हिँड्नुभएको भौगोलिक स्थिति तपाईँ अनि आइसकेपछि जहाँबाट जसरी आउनुभयो हुन त तपाईँलाई जसरी निकालिएको थियो अथवा तपाईँ त्यो जसरी तपाईँको इगो हटबाट तपाईँ त्यो जङ्गलमा छिर्नु भएको थियो नि होइन तपाईँले त यहाँ अब दुनियाँ जेल हान्ने पार्टी अब संविधान के भन्छन् पार्टी नै बर्खास्त गर्ने खारेज गर्ने होइन संसद पार्टीलाई निलम्बन गर्ने के गर्ने गरेर तपाईँ अब रिस उठेर तपाईँहरू चाहिँ खसीको टाउको कुकुरको टाउको काटेर चाहिँ खसीको टाउको देखाउने ठाउँ भनेर हिँड्नुभएको अहिले आइसकेपछि जनताले त्यत्रो बहुमत दिएर तपाईँहरूलाई जिताइसकेपछि तपाईँहरू चाहिँ अनि त्यही टाउको काटेर खसी देखाउने ठाउँमा पुगिसकेपछि देश र जनताको लागि भनेर त्यत्रो जनयुद्ध गर्नुभएकोमा चाहिँ देश र जनताको लागि गर्नु पर्दैन के गर्नुभयो भन्नु पर्यो के गर्नुभयो महेन्द्रले गरे जस्तो कामहरू के गर्नुभयो उही त्यही महेन्द्रहरूले त्रिभुवनहरूले वीरेन्द्रहरूले बनाएको बाटोमा चाहिँ त्यही बढाउने गर्ने त्यति मात्रै हो कि विश्व लेभल विश्वमा चिनाउने कामहरू के गर्नुभयो महेन्द्र साँच्चै भन्यो भने चाहिँ महेन्द्रले चाहिँ स्विजरल्यान्ड बनाउँथे क्या स्विजरल्यान्ड बनाउँथे होइन नेपाल स्विजरल्यान्ड हो भनेर चाहिँ स्विजरल्यान्ड भन्दा पनि राम्रो ठाउँ हो भनेर चाहिँ बाहिरको विदेशहरू नेपाल आउँथे यदि महेन्द्र चाहिँ अहिलेसम्म पनि अब जीवितै रहनु भइदिएको भए उहाँको तर थियो नि ठोट अठोट त्यो अलिअलि वीरेन्द्रमा पनि थियो अब त्यो त हामीले सुनेको कुरा है फेरि यो अब सुनेको कुराले गर्दाखेरि भने मलाई त के थाहा होइन वीरेन्द्रमा पनि महेन्द्रको जस्तो नभए पनि थियो तर अलिकति नरम हुनुहुन्थ्यो महेन्द्र भन्दा पनि भन्ने कुरा सुने हो जानु अब अहिले ज्ञानेन्द्र शाहको राजा ज्ञानेन्द्र शाहको अब कुरा के गर्नु उहाँ त धेरै नै सोझो हो तपाईँले कसरी बेवकुफ बनाउनु भयो भन्ने कुरो त सबैलाई थाहा छ बेवकुफ बनाउनु पनि थाहा छ नि हामीलाई भने मतलब सुने अनुसारले अब देखा त होइन होइन तर हेर्दाखेरि सुन्दाखेरि सबैको कुरा बुझिन्छ नि कुरा बुझिन्न बेवकुफ बनाउनु भएको कि होइन भन्ने कुरो अहिलेको अवस्थाले पनि थाहा हुन्छ नि तपाईँहरूले बेवकुफ बनाएको कि होइन भनेर तपाईँहरू सत्तामा त राम्रो काम गर्न जानुभएको होइन रहेछ भन्ने कुरो त प्रमाणित भयो त बेवकुफै नभयो तपाईँले बेवकुफ नबनाउनु भयो भए उहाँले त राम्रो काम गर्नुहुन्थ्यो होला नि त होइन तपाईँहरूलाई त चाहिएको छ पैसा पार्टीको नाम इज्जत जनता के हो जहिले जनतालाई लडायो भिडायो मरायो 17,000 मार्नुभयो प्रचण्डज्यू त्यही पनि जनताले तपाईँलाई बहुमत दिएर पठायो तपाईँले के गर्नुभयो यो चाहिँ तपाईँले सोच्नै पर्छ है सोच्नै पर्छ तपाईँले यो कुरा अझ राजाले कु गरे राजाले कु गरे हो तपाईँहरू चाहिँ त्यतिखेर त हामीले पनि अलिअलि थाहा छ नि त त्यतिखेर त अब म पनि 16-17 वर्षको मेरो त पुगिसक्यो मेरो पनि 16 वर्षको मेरो त्यतिखेर त अलिअलि हामी पनि बुझ्छौँ नि त भोटै हाल्न नपाए पनि होइन अलिअलि बुझिन्छ एक वर्षसम्म चाहिँ तपाईँहरू चाहिँ चुनाव गराउन नसक्ने देशको स्थिति झन् गम्भीर हुँदैछ अनि राजाले स्थानीय चुनाव भए पनि गरौँ न त सरकार चाहिँ बनाउँदै गरौँ भनेर चाहिँ प्रस्ताव राख्दाखेरि तपाईँहरूले कु गर्यो राजाले चाहिँ अब सबै आफ्नै हातमा लिन लाग्यो भनेर तपाईँहरूले राजाले कु गर्यो भनेर चाहिँ तपाईँहरू राजालाई चाहिँ हटाउने नाममा चाहिँ चलखेल गरेर हिँड्ने अनि राजाले आफू कु गरे थाहा छैन राजाले कु गर्यो भनेर राजाले दोष लगाइदिने जे गर्यो राजाले गरे हुन्छ न महेन्द्रले गरेका थिए न वीरेन्द्रले गरेका छन् न ज्ञानेन्द्रले गरेका थिए अनि यस्तो भएपछि राजालाई दोष लगाइदिन सकिनु भएन भने मतलब अब बुझ्नु अब त्यो होइन अहिलेको परिस्थिति माहौल अनुसारले मैले किनभने ज्ञानेन्द्रले चाहिँ अस्ति कति हाम्रो 6 गते 7 गते चाहिँ अब बेला भयो भन्नुभयो नि पहिले जहिले पनि अब बेला भएको छैन पक्नु न बेला भएको छैन धैर्य गर्नुहोस् पक्नु न बेला भएको छैन भन्नुहुन्थ्यो नि त्यो बेला अब बेला भयो भन्ने बित्तिकै के चाहिँ रहेछ त कुरो भनेर म पनि गएको गएँ कति हाम्रो 11-25 गते र्याली होइन 21 गतेकोमा पनि थियो राप्रपाको त्यहाँ पनि गएँ 25 गते स्वागत कार्यक्रम थियो त्यहाँ पनि गएँ होइन अनि अस्ति 15 गते तिनकुनेमा थियो त्यहाँ पनि गएँ बुझेँ नि त माहौल त परिस्थिति त होइन सबै राजालाई दोष दिएर चाहिँ पाइन्छ र यो पनि अहिले पुरा आउँदै गरौँला होइन अहिले हामी इतिहासको कुरामा कसले के गरे भन्ने कुरामा छौँ त्यसैले कन्टिन्यू गरौँ भनेपछि अनि त्यत्रो राजाले चाहिँ अब हेर्नु सबै कल कारखानादेखि त्यत्रो बनाएको कल कारखाना बेचेर खाए छ त अब अहिले कहीँ केही छ के छ साँच्चै भनियो भने नेपाल चाहिँ धरापमा होइन कि नेपाल भने मतलब मैले भन्नु खोजेको मतलब नेपाल चाहिँ अरू 2जना देशहरूको कारणले नेपाल चाहिँ धरापमा छ जस्तै हामी त बिचमा छौँ नि त इन्डिया चाइना त्यो दुईटाको कारणले हामी प्रेसरमा छौँ हामी धराप छौँ भन्ने कुरो छैन कि हाम्रो कारणले चाहिँ यिनीहरू 2जना कन्ट्री अरू कन्ट्रीहरू धरापमा पर्ला जस्तो लाग्यो क्या मलाई चाहिँ त्यस्तो लाग्यो अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होइन किनभने अब यता पनि गएको छ उता पनि गएको छ होइन
अब यतापट्टि इन्डियासँग त झन् बोलचालै छैन। अमेरिकासँग एमसिसी गरेछ, चाइनासँग बिआरआई छ, इन्डियासँग बोलचालै छैन भनेपछि हाम्रो त होइन, अब हाम्रो कारणले उनीहरूको हकीकत चाहिँ के होला त भन्ने जस्तो लाग्यो क्या। किनभने हाम्रो देश त अझसम्म पनि हाम्रो देशमा त केही न केही त छ नि स्रोत साधन, सबैले आँखा गाडेर बसेका छन् नि। नेपाल चाहिँ कसले लिने त भनेर चाहिँ टक्राक होला जस्तो लाग्यो क्या यो ठुल्ठुलो देशहरूबीच। मलाई चाहिँ त्यस्तो लागिरहेको छ होइन। अझ पनि केही बिग्रेको छैन। महेन्द्रका अब स्विजरल्यान्ड महेन्द्रले बनाउँथे, उहाँ गइहाले। वीरेन्द्रको पाला त्यो बनाउँदै हुनुहुन्थ्यो उहाँले गर्दा गर्दै अब थाहा छँदैछ तपाईँलाई यो जनयुद्धकालको त हो होइन। अब सबै थाहा छँदैछ इतिहास, अब इतिहासको कुरा नगरौँ। अब भएन, अब चाहिँ हाम्रो चाहिँ सैनिकहरूलाई राम्रो हात हतियार, पुलिसहरूलाई राम्रो हात हतियार चाहिन्छ भनेर चाहिँ पहिला चाइनासँग लिँदा इन्डिया रिसायो भनेर बेल्जियमबाट लिएर आएको होइन, त्यो पनि सुनियो नि त। अलिअलि त थाहा थियो, बचै थियो भनेर त हिजो त प्रष्टसँग सुनियो, थाहा भयो। यसको लागि चाहिँ म दीपक ग्यावाली अङ्कललाई चाहिँ एकदमै तपाईँलाई चाहिँ हृदयदेखि नै धन्यवाद। हामी अब म जस्तो युवाले भनौँ न, हामी जस्तो युवाले हिजो तपाईँले भने जस्तो 20 वर्षदेखिको 40 वर्षको युवाले चाहिँ राम्ररी नै सोच्नु नै पर्ने रहेछ। देश एकदम गम्भीर स्थितिमै गइसकेको छ भन्ने चाहिँ मैले हिजो फिल गरेँ। मलाई चाहिँ एकदमै त्यस्तो लाग्यो है। अनि त्यत्रो बनाएको अब खोइ प्रचण्डज्यू आफ्नै पारामा, अब केपी ओलीज्यूको त के कुरा गर्नु। अब उहाँ त मेन नाइके नै हो, यता पनि जुधाउने, उता पनि भड्काउने, यता पनि गराउने। अब यो त राणा शासनै सुरु होला जस्तो लागिसक्यो मलाई होइन। तर अब विकासका कुराहरू, इतिहासका कुराहरू अब यस्तै हुन्, कहिले कहाँ के गरेछ, कति के गरेछ होइन। अब यो कुरा यस्तै हुन्। अब यो इतिहासका कुरा अब यतिलाई सकौँ, यो कुरा बुझ्छन्, यो अलिकति लामो पनि भयो जस्तो लाग्यो मैले इतिहास भनेको। अब कुरा केमा जाउँ भन्दाखेरि अस्ति कुलमानहरूको, हाम्रो कुलमान दाईहरूको, अङ्कलहरूको, अब उता अरूहरूको त्यो पहिलाको कुरा त छँदैछन् होइन। 15 गतिको आन्दोलनमा जाउँ। मेरो विचारमा लागेको कुरा चाहिँ के हो त भन्दाखेरि, अब यसको जिम्मा चाहिँ कहिले लिनुपर्छ भन्दाखेरि, म भन्छु कसले लिनुपर्छ भन्दाखेरि त सबैले लिनुपर्छ। अब यहाँ पहिलो लिन नचाहेको हो भन्दाखेरि चाहिँ एमाले लिनै चाहँदैन, देखिरहेको छ माहौल होइन। दोस्रो भनेको माओवादीले लिनुपर्ने हो। तेस्रो भनेको राजा पक्षबाट लिनुपर्ने हो होइन। र चौथो भनेको चाहिँ अरू नयाँ आएका हुन्छन् नि जो उहाँहरूले पनि लिनुपर्ने हो। तर लिन सकेनन् कसैले पनि। यो चाहिँ मलाई एकदमै दुःख लाग्यो। किनभने एकजनाले चाहिँ यस्तो अवस्थामा चाहिँ एकजनाले चाहिँ जिम्मा लिएर नेतृत्व लिएको भए चाहिँ त्यस्तो मान्छेलाई चाहिँ अब पनि भोट हाल्थे क्या, मान्छेले भोट हाल्थे। जिम्मा कसैले लिन सकेन। अब एमाले त खुरापाती दिमाग भइगयो। अब उहाँको उतातिर गयो भने त यो पुरै गर्न सकिन्न। उहाँ त जिम्मा लिने त के, त्यसको त उच्चारण पनि, नाम पनि लिन चाहनुहुन्न। जिम्मा लिनु त पुरै नहुनुहोस्, जिम्माको नाम पनि सुन्न चाहनुहुन्न उहाँ त। अनि अब राजा पछि माओवादी पछिको कुरा गर्दाखेरि किन त उहाँले लिन नचाहनु भएको होला भन्छु म। उहाँले लिनु पर्थ्यो। उहाँकै कारणले सायद हिजोको आन्दोलन पनि उहाँकै कारणले पनि एउटा कारण हो क्या, उहाँको कारण पनि हुन्छ, त्यो छ। 62-63 के त्यो जनयुद्ध सकेपछि त्यत्रो चाहिँ जनताले चाहिँ बहुमत दिएर जिताएर पठाइसकेपछि उहाँले त्यहाँको कुर्सीमा पुगेपछि त्यही एमाले र काङ्ग्रेसले पहिला जे गरेको थियो त्यही गर्ने हो। जनताले पठाएपछि जनताको त्यत्रो 17,000 मान्छे मारे, 17,000 मान्छेको अवस्था के छ एकचोटि बुझ्न जानु भएको छैन। उहाँले जनयुद्धमा घाइते भएका मान्छेहरूको के छ त्यो बुझ्नु भएको छ कि छैन। त्यो एउटा समस्या हुन्छ, तपाईँले गर्दाखेरि क्रिएट भएको एउटा समस्या हो क्या। तपाईँको इगो हर्टको कारणले तपाईँले इगो हर्ट भएर तपाईँ जङ्गल छिर्नु भयो नि। अहिले जसरी तपाईँको इगो हर्ट भएको थियो, तपाईँहरूले समझदारी 5 बुधे समझदारी तोड्दाखेरि राजालाई पनि त्यस्तै इगो हर्ट भएको थियो होला नि त। राजाले चाहिँ सैनिक परिचालन गरेर चाहिँ सैनिक शासन लागू गरिदिएर चाहिँ ड्याङ्गी ड्याङ ल जति आइन ठोक्थ्यो मलाई मतलब छैन भन्नुभयो, के हुन्थ्यो होला त्यो बेलाको स्थिति। तपाईँहरूले जस्तै त्यो अस्तिको स्थिति क्रिएट गरिदिनु भयो नि होइन। तपाईँहरूले त्यतिखेरै त्यत्रो मत दिएर त्यत्रो मतले जिताएर पठाइसकेपछि तपाईँहरूले त्यहाँ राम्रो काम गरिदिनु भएको भए होइन। एमाले काङ्ग्रेसलाई चाहिँ जहिले पनि डोमिनेटै गरेर चाहिँ गणतन्त्र नै हो भनेर देखाइदिनु भएको भए न तपाईँ गणतन्त्र हुनुभयो, न गणतन्त्रको चाहिँ वफादार हुन सक्नुभयो, गणतन्त्रको चाहिँ तपाईँको नीतिलाई तपाईँले जोगाउन सक्नुभयो, न लोकतन्त्र प्रतिको तपाईँ भइदिनु भयो, न लोकतन्त्रप्रतिको मान्छे, न गणतन्त्र पनि तपाईँहरूको भयो क्या। केही पनि भएन तपाईँहरूको। तपाईँहरूले न यता न उता परिसक्नुभयो। तपाईँहरूले आफ्नो खुट्टामा आफैले बन्चर हाने काम गर्नुभयो। अस्ति तपाईँहरू त पार्टीमा भएको मान्छे हो नि त होइन, विपक्ष नै भए पनि पार्टीमा भएको मान्छेहरू नि तपाईँ त। न्याय त अहिले पाउनुपर्ने राजाले होइन र मैले त अहिले त न्याय चाहिँ राजाले पाउनुपर्ने जस्तो लाग्छ खासमा चाहिँ। तपाईँहरूले भन्दा नि अस्तिको आन्दोलन तपाईँहरूले गर्नु सट्टा चाहिँ राजाले नै गर्नुपर्ने थियो। अझै आन्दोलन सबैले राजालाई चाहिँ गर्न दिनुपर्ने थियो क्या।
तपाईहरु आफू पनि काम नगर्ने अनि आफू मान्छेलाई बेवकुफ बनाएर चाहिँ 5 बुद्धे समझदारी भनेर भन्ने ठाउँमा रातारातै इन्डियाले चाहिँ इसारामा गएर मनमोहन सिंहको कमान्डमा गएर चाहिँ 12 बुद्धे समझदारी गरेर आएर यहाँ राजाले पु गर्यो भनेर राजालाई हटाएर जनतालाई बेवकुफ बनाएर तपाईहरुले चाहिँ कति ठूलो भूल गर्नुभयो त होइन र अनि त्यत्रो घटना हुँदाखेरि चाहिँ हाम्रो कारणले मेरो इगो आउट हुँदाखेरि म जंगल छिरेर त्यत्रो मान्छे मारेर मैले बलिदान दिएर जनताले मलाई जिताएर पठाएपछि मैले राम्रो काम गर्नुपर्छ भन्ने तपाईको सोचमा नआएपछि हिजोको घटना त घट्नु नै थियो हैन र 15 गतेको घटना अनि त्यसमा जिम्मा लिने काम चाहिँ छैन तपाईको है अब यहाँ राजा पछिको कुरा गर्छु अब बाँकी कुरा तपाईहरुले बुझिहाल्नुहुन्छ बाँकी कुराहरु थाहा चाहिँ त्यस्तो भन्नु पनि छैन अब जिम्मा चाहिँ तपाईले लिनु पर्दै लिन सक्नु भने त्यसै दुःख लाग्यो त्यो तपाईहरुको लागि भन्ने अनि राजा पछिको कुरामा आउँदाखेरि चाहिँ अलिकति हाँस उठ्दो कुरो लाग्छ कति चाहिँ साह्रो सोझो हुनु भएको के कति चाहिँ साह्रो 62-63 मा पनि तपाईलाई बेवकुफ बनाइन निकाले हैन अहिले पनि तपाई बेवकुफै हुने हो अस्ति 25 गते त्यत्रो भिड हुँदाखेरि तपाईले अस्ति 15 गते ठोक भनेर आदेश दिनु थियो त दिनु भयो भन्दै छन् है उनीहरुले दिनु भयो या भएन त्यो आफ्नो ठाउँमा हो दिनु पर्ने भए त तपाईले 25 गते नै दिनु पर्ने हो जस्तो लाग्छ मलाई 25 गते चाहिँ किन दिनु भएन 25 गते चाहिँ त्यो निर्देशन दिनु भएको भइदिए भए 15 गतेको अवस्थै आउने थिएन 25 गते नै सकिन्थ्यो काम खलास मेरो विचारमा हैन त्यत्रो जनसागर थियो त्यो देखाछ नि त भिड त्यत्रो भिड थोरै हो त्यो भनेको तपाईले त्यतिखेर चाहिँ निर्देशन दिनु भएन 15 गते चाहिँ निर्देशन दिए नि नदिए नि तपाईलाई आरोप लागिहाल्यो अब यो आरोपको अहिले चर्चा परिचर्चा गर्ने कुरै छैन कसैले जिम्मा लिने कुरै छैन यो अब जिम्मा कसले लिने त अब नयाँ आएको पार्टीतिर अब अरु कुरा नगरौं नयाँ पार्टीका चाहिँ रवि दाइका कुरा गरौं यो तन्त्र त्यो तन्त्र मान्दिन ल अनि कुन चाहिँ तन्त्र मान्नुहुन्छ त तपाईको तन्त्र चाहिँ के त हो त खोइ स्पष्ट खोइ त मान्छेले तपाई पनि बेवकुफै बनाउन आउनु भएको हो र नयाँ पार्टी भइसकेपछि त अलिकति दिनु पर्यो नि त एउटा लजिकली नघाइते भएकोहरुलाई केही सम्बोधन राम्रोसँग छ न त्यहाँ हेर्न गएर राम्रो केही हो छ त्यो होइन नि यो तन्त्र मान्दिन त्यो तन्त्र मान्दिन भन्न अनि भन्दिन अनि भन्ने अनि त्यसपछि एउटा आफ्नो तन्त्र पनि नभन्ने आफ्नो तन्त्र नि त भन्नु पर्यो नि त के हो तन्त्र जस्तै अहिले त अब राप्रपाले त राज संस्था स्थापनको लागि त आफ्नो तन्त्र भनेर हिँडेको छ त राज संस्था सहितको सेरोमोनियल किङ हो चाहिँ जनप्रत्यक्ष निर्वाचित कार्यकारी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेर दिनुभएको भएको छ त उहाँहरुको अरु पनि छ संघीय खारेज प्रधानमन्त्रीलाई मैले अघि त्यो हिँड्नु भएन भनेर सोध्दाखेरि अब त्यो इतिहासको कुरामा हिँड्नु भएन भनेर सोध्दाखेरि त्यो एउटा के रे भूगोलको कुरा गरेका थिए त्यस्तो बेलामा चाहिँ तपाईले झन् उल्टो काम ल्याएर थपिदिने उल्टो यो देशलाई त्यसै त भार परे भने तपाईले अर्को एउटा भार थपिदिने काम गर्नुभयो के त्यो अघि इतिहासमा भन्न बिर्सेछु मैले हैन हाम्रो देशलाई संघीयता प्रदेशको चाहिँ के खाँचै थियो त हाम्रो देश त्यस्तो थियो यो कुरा राजा महेन्द्रले बुझ्नु भएको थिएन र हामीलाई प्रदेश चाहिन्छ कि संघीय प्रदेश चाहिन्छ कि के चाहिन्छ भन्ने कुरो हाम्रो राजालाई नथाहा थियो जस्तो त लाग्दैन होला मलाई कि उहाँले अब त्यो विकास गर्नै नजानेर उहाँले केही थाहै नभएर त्यो आफै अटोमेटिक विकास भएको कि उहाँले गरेको खर्के जेसुकै होस् हैन तपाईले त्यो एउटा चाहिँ प्रस्ताव चाहिँ राख्नु नहुने थियो जुन तपाईले राखे पनि ठीक छ राख्नु भयो हैन तर त्यो राखे अनुसार तपाईले कहाँ काम गर्नु भयो त तपाईले चाइना जस्तै बनाउन सक्नुहुन्थ्यो नि त सिंगापुर जस्तो भन्नुहुन्थ्यो तपाईको जुन तपाईले त्यो बुदामा थपेको चाहिँ ले चाहिँ संविधानमा थपेको हाम्रो जो कन्स्टिट्युसनको पार्लिमेन्टको चाहिँ बुदाहरुमा त त्यो थपिदाखेरि त सेम एज चाइना जस्तो आउँछ भनेपछि त गणतन्त्र भनेपछि त्यो कपी पेस्ट जस्तै हो हेर्दाखेरि काकाको केकेको सबै थाहा भइहाल्छ हैन अनि त्यस्तो तपाई बनाउन सक्ने मान्छे अनि तपाई उता पनि नबनाउने यता पनि नबनाउने आफू पनि जिम्मा नलिने अब केही नगर्नु भएपछि तपाईको कुरा के गर्नु अब राजाको कुरा सोझो पनि सोझो लास्टै सोझो नयाँ आएको पार्टीको अभिव्यक्ति त्यस्तो छ जिम्मा लिने कुरो छैन उहाँको यो छ त्यो छ नीति एउटा नियम एउटा भिजन नियम हैन भिजन एउटा नीति र के नीति त त्यही हो के देखिहाल्यो भिजन खोइ अनि राजनीति भनेको राजनीति भनेको के हो त खास मैले चाहिँ नबुझे हो कि मैले जसमा लाग्यो राजनीति भनेको चाहिँ जुन चाहिँ पार्टी छ त्यो पार्टीको नीति एउटा हुन्छ त्यो नीति लागू गर्ने काम गर्ने त्यो नीति जनताहरुमा कायम गर्ने सुशासन अब जे हुन्छ जेसुकै हुन्छ नि नीतिहरु अब त्यो नीतिहरु ट्याक्क जनतामा नि लागू गर्ने आफूमा नि लागू हुने हिसाबले दुईटाले लागू हुने हिसाबले नीति बनाउने र राज गर्ने आनन्दले बस्ने होइन र अब तपाईहरु त्यो सिम्पल छ त मान्छेले भन्छन् राजनीति गाह्रो हो के राजनीति गर्न गाह्रो छ
राजनीति गर्न गाह्रो छ यहाँ अनि के राजनीति फोरी खेल हो यहाँ यताउता भन्छ नि म पनि भन्थेँ होइन तर अब जब म धेरै विश्व घटना प्रायः म विश्व घटना हेर्थेँ अनि त्यसपछि हाम्रो टङ्कदाल दाईलाई पनि एकदमै धन्यवाद दिनुपर्छ उहाँको कारणले पनि म अलिअलि त्यसपछि राजनीतिकतिर अलिकति इन्ट्रेस्टेड भएको हो त्यसपछि न्युजहरू हेर्न थालेँ सबै कुरा पहिलाको कुराहरू अलिअलि सम्झिन थालेँ अरूहरूले भनेको सुने अलिअलि त मैले पनि देखेँ हो यो भने ढुङ्गा हान्न गएको हामीले लगाइया हो होइन गणतन्त्र धोका हो भनेर चाहिँ किन भनियो त गणतन्त्र धोका हो किन भनियो मलाई अहिले आएर धोका दिए जस्तो लाग्यो अनि धोका हो भन्नु परेन वीरेन्द्रलाई ज्ञानेन्द्रले मारेर लगाइदियो भने ढुङ्गा हान्न गयो बच्चामा अब त्यही त हो नि 11-12 वर्षको फुचे होइन ज्ञाने चोर देश चोर पारस गुन्डा रुखमा झुन्डा भन्दै गयो बच्चामा लैलैमा होइन त्यति पनि ठिक छ अब त्यो बच्चामा गएको एकचोटि गएको अब त्यो जान चाहिँ गयो होइन त्यसपछि त्यो माहौल परिस्थिति चेन्ज हुँदै गयो त्यो कुरा बिर्सिँदै गयो फेरि राजनीतिको त्यस्तो इन्ट्रेस्ट मान्छे पनि परेन त्यतातिर फेरि त्यस्तो ध्यान पनि हुँदै गएन र जुन अब यो 62 आन्दोलन भयो त्यो आन्दोलनमा पनि गएर अब यसो एक दुईवटा ढुङ्गा त हान्यो त्यो बेला जुन 16 वर्ष उमेरको मान्छे जोस होइन पावर गरेर दियो गएर होइन जितायो होइन भनि नि त मैले बहुदलमा आउनलाई त हाम्रो पनि अलिकति हात त होला त अब त प्रचण्डज्यू आफै भन्नुहुन्छ 50% त राजा ज्ञानेन्द्र शाहकै हात छ 50% हाम्रो हात हो उहाँले नछोडेको भने हाम्रो हुँदैन थियो सहजै छोडिदिनु भयो उहाँले छोडिदिया हो होइन र त्यो चाहिँ सम्झिनु पर्दैन आफै भन्दै हिँड्ने अनि सजिलो छोड्यो भने अनि त्यस्तो भनेपछि आफू काम पनि नगर्ने छोडिदिएपछि काम पनि नगर्ने अहिले आएर म काम गर्छु छोड्न त भनेर आह्वान गर्दाखेरि पनि अनि त्यस्तो घटनाहरू गर्दाखेरि चाहिँ के हो त तपाईँ पनि एउटा कारण होइन त यसमा माओवादीको भने जस्तो पनि लाग्छ कि मलाई राजाको त अब राजाले उहाँले बोल्नै हुँदैन थियो 7 गते अब बेला भयो भनेर बेला भइसकेपछि भएको भए 25 गते नै बेला ठ्याक्कै गर्नुपर्ने थियो अब उहाँले चाहिँ अब पञ्चायतकालका चाहिँ बुढाहरूको ल्याएर र उहाँ महाकसम भाग्दिन यिनीहरूसँग गर्दिन भने मान्छे टाप कस्मीसँग चाहिँ विश्वास गरेर चाहिँ मूर्ख पनि तपाईँले त बेवकुफै कति सोझो हुनुभयो भने क्या कति सोझो हो है तेरिका राजा भएर नि यति सोझो चाहिँ हुनु नहुने हो जस्तो लाग्छ कि मलाई चाहिँ तपाईँहरूलाई के लाग्छ होइन अब अस्तिको अब तपाईँहरूलाई के लाग्छ त अब भन्नुहोस् अब आफै अब के हो कसको हो होइन म चाहिँ भन्छु 15 गतेको चाहिँ एकदम उचित न्यायसँग छानबिन हुनुपर्छ यो चाहिँ भएन भने उच्च स्तरीय चाहिँ मानव आयोगसम्म पनि जानुपर्ने हुन्छ इन्टरनेसनल चाहिँ ह्युमन राइट्स हुन्छ नि नेपाली ह्युमन राइट्सले सक्दैन भने यो त एउटा गम्भीर हो नि होइन अहिलेको डेमोक्रेटिक भन्ने के अरे लोकतन्त्र गणतन्त्र भन्ने अनि त्यसपछिबाट बोल्दाखेरि पनि त्यसरी गोली हान्ने होइन त्यसरी गोली हान्न पाइन्छ बोल्यो भनेर भिड भयो भनेर कहाँ पाइन्छ पाइँदैन जस्तो लाग्छ म चाहिँ थाहा पाएँ अनुसार होइन अब के भन्नु भयो ठिक छ अब यसलाई चाहिँ उचित न्याय छानबिन गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ तपाईँहरूलाई चाहिँ अब कस्तो लाग्छ अब त्यो मलाई थाहा छैन होइन मेरो विचार चाहिँ यही हो अब यति भन्दै अब के भन्छु भने म यो फेरि सुन्नुभयो भने चाहिँ यदि होइन मलाई गाली गर्ने भन्ने काम चाहिँ नगर्ने यो मैले सुनेर अलिअलि देखेको कुरा त अब मैले भनिहालेँ होइन देखेको कुरा भोगेको कुरा अरू चाहिँ मैले सुनेको कुराहरू गरेको हो होइन तर सुनेपछि मेरो मनमा लागेको कुराहरू गरेको हो तपाईँहरूको विचारहरू चाहिँ तर यो तालले चाहिँ हुँदैन हामीले एउटा समस्याको समाधान चाहिँ गर्नैपर्छ यसो गरिदिउँ जस्तो लाग्छ कसो गर्ने भन्दाखेरि चाहिँ अब अहिले चाहिँ के गरौँ भने ट्याक्क एउटा चाहिँ अब ठ्याक्क 2 किताबमा डिभाइड भएको छ क्या यो हामी अब झगडा गर्नु भन्दा पनि राजा चाहिने कि नचाहिने हो क्या अब मेन कुरो भनेको यहाँ आइया छ एउटा राजा चाहिने पक्ष छ एउटा राजा नचाहिने पक्ष छ यो दुईजनाको बिचमा बरु 1-2 दिन बन्द गरेर भए पनि होइन 1-2 दिन नेपाललाई बन्द गरेर भए पनि यो काम चाहिँ पहिला राजा चाहिने कि नचाहिने भन्नेमा चाहिँ पहिला एउटा भोटिङ चाहिँ गराइहाल्नुपर्छ मेरो विचारमा जनताहरूलाई सोध्ने हो तपाईँहरूले डिसाइड गर्ने होइन कि राजा चाहिन्छ कि चाहिँदैन भनेर जनताहरूलाई डिसाइड गर्न दिने हो डिसाइड जनताले जे गर्छन् अनि त्यसपछि त्यो अनुसारले जाने हो त्यो चाहिँ गर्नुपर्छ एकदमै त्यो चाहिँ गर्नुपर्छ अब होइन तपाईँहरूले त्यो पनि नगर्ने हो भने चाहिँ अब तपाईँहरू जसरी चाहिँ सर्टकट बाटोबाट आउनुभयो नि उहाँ पनि त्यसरी सर्टकट बाटोबाट आउन सक्नुहुन्छ होइन त्यो आउनलाई त्यस्तो ठुलो कुरो छ जस्तो चाहिँ मलाई पनि लाग्दैन किनभने तपाईँहरूले धेरै सर्टकट अप्नाएर आउनु भएको छ यो राजालाई आउनु पनि त्यस्तो खासै गाह्रो चाहिँ छ जस्तो लाग्दैन मलाई अब त्यही भएर यसमा हामी अब झगडा यताउता दाजुभाइ आफ्नै दाजुभाइहरू झगडा गर्नु भन्दा नि ठ्याक्कै भोटिङ एउटा गरिदिने ठ्याक्कै होइन बरु त्यो पनि इन्टरनेसनल नेपालबाट चाहिँ हुन्छ धाँधली हुन्छ भन्ने जस्तो लाग्छ भने चाहिँ इन्टरनेसनलबाट एउटा हुन्छ नि बक्स सामान भोटिङ चाहिँ इलेक्ट्रिक गर्नु पर्यो क्या मैले
मतलब त्यो विद्युत खसालेर होइन कि टेक्नोलोजीबाट डिजिटल प्रणालीबाट गर्नु पर्यो। अनि त्यहाँको एउटा ठाउँमा गएर चाहिँ एउटा एक दिन 4-5वटा जिल्लाको, एक दिन 4-5वटा जिल्लाको गर्दाखेरि कतिवटा जिल्ला छ र होइन, जसले जेसुकै भने पनि हाम्रो त्यही 14 अञ्चल 75 जिल्ला नै हो। पछि जहाँ जेसुकै भए पनि होइन, त्यही ठिक छ जस्तो लाग्छ मलाई पनि, मेरो विचारमा चाहिँ होइन। यदि त्यस्तो भोटिङ सिस्टम अथवा त्यस्तो आयो भने चाहिँ म पनि भोट त दिनै जान्छु होइन। भोटिङ दिँदा चाहिँ यतै राजालाई नै दिने हो म चाहिँ अहिलेको लागि। अब किनभने मैले काङ्ग्रेसलाई पनि दिएँ, माओवादीलाई पनि दिएँ, एमालेलाई पनि दिएँ होइन। अब रासोपालाई त दिनै नपाउने भइहाल्यो नि। अब बोलिदिनु पर्यो नि त होइन, केही त दिनु पर्यो नि। त्यत्रो चाहिँ मार्मिक घटना भएको बेलामा, यस्तो विश्वको ध्यान चाहिँ त्यो घटनामा भएको बेलामा चाहिँ यो तन्त्र मान्दिनँ र त्यो तन्त्र मान्दिनँ भनेर चाहिँ बगमफुसी गफ मात्रै गरेर चाहिँ हुँदैन। कुन चाहिँ तन्त्र मानियो, जनतालाई कसरी मनाउने, जनताको सम्बोधनमा चाहिँ पहिला त्यो चाहिँ दिनु पर्यो क्या। यो तन्त्र मान्दिनँ, तपाईँ जुनसुकै तन्त्र मान्नुहोस् नमान्नुहोस् त्यो मतलब भएन। जनतालाई चाहिने तन्त्र चाहिँ के कहिले दिने त, त्यो चाहिँ दिनु पर्यो नि त। खोइ तपाईँ पनि तन्त्र नमान्ने, जनता नहेर्ने, प्रचण्डज्यू पनि त अब उहाँको कुरो भइगयो होइन। उहाँ त अब उल्टो चाहिँ फोर्स देखाउनतिर लाग्नु भएको छ मिलेर। गणतन्त्र चाहिँ हामी नै हो, हामी गणतन्त्र लिएर आएको भनेर। तपाईँको गणतन्त्र त गइसक्यो, हेरिरहनुहोस् होइन। तपाईँको गणतन्त्र त कामै छैन। तपाईँको त्यो 17,000 मान्छेले सराप्छन् तपाईँलाई। अनि यतापट्टि अब जाउँ राप्रपाहरूको त के कुरा गर्नु। अब खोइ उनीहरू भन्ने तालमा छन्। अलिकति 25 गतिको भिड के देखेका थिए होइन, फेरि लोभ लालच पसिहालेछ क्या मनमा। मेरै पो पालो आउँछ कि प्रधानमन्त्री बन्ने भन्ने, त्यो होइन नि। त्यसरी हुँदैन, जनतालाई सम्बोधन गर्नुपर्छ क्या। अनि जनताले अब चाहिँ पत्याउँछ, नत्र त जहिले पत्याइदिनु पर्ने हुँदैन नि त। तपाईँले जे भने पनि पत्याइदिनु पर्ने होइन। अनि राजा बोल्दै नबोल्ने, नबोले पनि राजाको कुरो बुझिदिनु पर्ने, बोल्नु पर्यो नि राजा पनि। अब कसरी हो, जसरी 7 गति बोल्नु भएको थियो अब एकचोटि त्यसरी नै बोल्नु पर्यो, ल आऊ भनेर। अनि हुन्छ नि त कुरो। यिनीहरू सहमतिमा नजाने हो भन्ने कुरा हो भने त होइन। अब त्यही भएर सहमतिमै जाउँ भन्ने कुरा हुन्छ यहाँ। मैले भने अनुसार कसरी जान सकिन्छ, जान त जाने नै हो। अब प्रचण्डज्यूहरूले गर्न सक्नु भएन, देखिहाल्यो। उहाँकै कारणले आएको गणतन्त्र उहाँले नै गर्न नसकिसकेपछि एमाले र काङ्ग्रेस नै हुने हो भने त हामीले यो गणतन्त्र किन चाहियो र? हामीले पहिलाको प्रजातन्त्र नै ठिक छ नि होइन र? मलाई चाहिँ त्यो लाग्छ। अब त्यही भएर त्यही प्रजातन्त्र 47 सालको प्रजातन्त्रमा त्यो 5 बुँदे समझदारी जे भएको थियो त्यसलाई 5 बुँदे समझदारी त्यही गरिदिउँ। प्लस अनि अर्को भनेको चाहिँ एउटा चाहिँ अहिले जनताको माग अनुसार चाहिँ कार्यकारी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री त्यसमा एउटा थप्नु सकिहाल्यो। मेरो विचारमा चाहिँ। अब तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट चाहिँ प्लिज नेगेटिभ नदिनु होला। यो मैले अघि पनि भन्दै थिएँ, यो नेगेटिभ कमेन्ट चाहिँ नदिनु होला। मैले मनमा लागेको कुरा गरेको, मैले कसैलाई कसैप्रति रिस राग राखेर यताउता भनेर भनेको होइन, मेरो एउटा मनमा लागेको कुरा। अब यसो गर्दा के हुन्थ्यो त भन्ने कुरा हो। खै जेसुकै भए पनि यहाँ धोका त सबभन्दा धोका राजालाई नै भएको छ। एउटा अभिभावकलाई नै धोका हुने। घर जसरी हाम्रो घरमा हाम्रो अभिभावक हुन्छ नि, हाम्रो बुवा मम्मी हुँदाखेरि हामीलाई चिन्ता हुँदैन नि खासै होइन। आफ्नो बुवा मम्मी हुँदाखेरि निर्धक्क बुवाले गरिहाल्नुहुन्छ नि, मैले गरेर नसक्यो नि बुवाले कमाइहाल्नुहुन्छ, बुवाले गरिहाल्नुहुन्छ नि भन्ने हुन्छ नि त एउटा। त्यस्तै पनि राजाको एउटा अभिभावक चाहिन्छ क्या। खोइ त अभिभावकको यहाँ त सबैजना अभिभावक बन्न खोज्छ क्या। कसले बढी पैसा कमाउनेको अभिभावकतिर लागेपछि मनको अभिभावक चाहिँ कहिले हुने त भन्ने कुरा। मनको अभिभावक बनाउने हो भने राजा चाहिन्छ। हेर्नुहोस् एउटा अभिभावक चाहिँ देशमा भएन भने अहिलेको जस्तै हुन्छ जस्तो लाग्छ मलाई होइन। अनि त्यही भएर बरु राजालाई उहाँले धोका दिएको हो होइन। प्रचण्डज्यूलाई पनि धोका दिएर चाहिँ उहाँ जसरी राजाको जसरी 18 वर्ष त पुरेर बस्न सक्नु भएन नि। तत्काल जङ्गल छिरिहाल्नु भयो। छिरेर चाहिँ केही परिवर्तन गर्छु नि त, महाकाली कसले बेचेको त्यो निकाल्छु, वीरेन्द्रलाई कसले मारेको त्यो निकाल्छु भनेर त आउनुभयो। खोइ त अनि त्यहाँ हुँदासम्म चाहिँ त्यो काम नगर्ने। अनि त्यसपछि अहिले राजाले बोल्नुभयो भनेर चाहिँ फेरि भाइमारा र मूर्ति चोर चाहिँ उहाँलाई दोष लाउने, यो मिल्छ? तपाईँहरू यस्तो गर्ने, संसदमा इतिहासका कुरा गर्ने, इतिहास मसँग बस गर्ने भए इतिहासका कुरा पढेर आऊ भन्ने, इतिहासका कुरा हामी पढाइदिन्छौँ, अलिअलि त आउनुहोस् न। हामीलाई पनि अलिअलि त थाहा छ नि, हामीले राजनीति बुझेको थिएन, अब चाहिँ राजनीति पनि अलिअलि बुझ्न थालेको। राजनीति भने साँच्चै राम्रो रहेछ क्या, नराम्रो त तपाईँहरूले बनाउनु भएको रहेछ नि, नराम्रो तपाईँहरूले बनाउनु भएको रहेछ भन्ने कुरो बुझ्यो नि त। फोरी खेल होइन, यो राम्रै चिज हो। राम्रो राजनीति बुझ्ने हो भने, जनताको लागि समर्पित हुने हो भने राम्रो हो। अब आफ्नै लागि हिँड्ने हो भने त्यही हो। त्यही भएर राजनीति चाहिँ शुद्ध मनदेखि गर्नुपर्छ, एकदम विशुद्ध। तपाईँ इगो लिएर हिँडेको मान्छेलाई तपाईँ त हिँड्नै नहुने मान्छे हिँड्नुभयो। इगो राखेर मनमा हिँडेपछि राजनीति कहिले पनि हुँदैन। विशुद्ध मनले राजनीति हुन्छ जस्तो लाग्छ मलाई। अब इगो लिएर हिँड्नुभयो तर राजाले तपाईँको जस्तो इगो त लिनु भएन। उहाँलाई पनि धोका, तपाईँलाई पनि धोका भएको थियो। तपाईँ इगो लिएर हिँड्नुभयो, राजालाई पनि धोका भएको थियो। राजा त हिँड्नु भएको छैन, उहाँ त बरु जनताको बिचमा जानु भएको छ, मठ मन्दिर घुम्नु भएको छ, देश विदेश घुम्नु भएको छ, सबै ठाउँमा घुम्नु भएको छ, सबै माहौल बुझ्नु भएको छ। र पहिलादेखि पर्दैन अब बेला भएको छैन, अहिले भएको छैन भन्दा अब बेला
मलाई आयो भनेर अस्ति भन्नुको कारण त्यस्तै त होइन होला नि त उहाँले नि परिस्थिति माहौल बुझेरै भन्नुभयो होला हैन मलाई चाहिँ त्यो लाग्छ है अब के हो कसो हो थाहा छैन अब मेरो विचारमा चाहिँ त्यो हो त्यही भएर एउटा अभिभावक राखिदिउँ जिम्मा लगाइदिउँ त्यसपछि त्यही भने अनुसार अगाडि 47 सालको संविधानमा फर्कियो यदि तपाईँहरू बस्न चाहनुहुन्छ भने है नत्र चाहिँ देशमा केही न केही ठुलो दुर्घटना चाहिँ हुन्छ जस्तो लाग्छ मलाई हुँदैछ जस्तो लाग्छ एकदम यो अस्ति 15 गतेदेखि चाहिँ यदि उहाँलाई चाहिँ अब त्यस्तो उदण्डै मचाउनु थियो त्यस्तो आतंकै मचाउनु थियो भने त 25 गते नै मचाउनु हुन्थ्यो नि हैन 15 गते खुरुङ पनि के जरुरत थियो र जस्तो लाग्छ अनि राप्रपा पार्टीलाई पनि भन्न चाहन्छु उहाँहरूलाई त झन् म मनैदेखि भनिदिन्छु कि तपाईँहरूप्रतिको राजाप्रतिको आस्था चाहिँ मलाई चित्त बुझ्दो भएन राजा लिएर आउँछु भने अनि 25 गतेको भिड देखेपछि चाहिँ आफैमा तै लुस र मै लुस गरिसकेपछि अनि कसरी हुन्छ राजनीति तपाईँहरूको राजनीतिमा पनि खासै राम्रो देखिएन अब त्यही भएर हिजो ज्ञानेन्द्र के अरे हिजो दीपक ग्यावाली अङ्कलले भने जस्तो 20 वर्षदेखि 40 वर्षको युवाहरूले चाहिँ अब अलिकति इन्ट्रेस्टेड भएकोमा चाहिँ म त इन्ट्रेस्टेड त्यस्तो खासै बुझेको छैन राजनीतिप्रति खासै इन्ट्रेस्टेड पनि होइन हैन अब म जस्तोले भन्नु खोजेँ म जस्तो 20 वर्षदेखि 40 वर्षसम्मको चाहिँ अबको नयाँ पुस्ताले चाहिँ एउटा नेतृत्व लिनुपर्छ कसले लिने हो जिम्मेवारी भन्ने कुरा एउटा हो ज्ञानेन्द्र साईज्यू पनि अब पहिला चाहिँ ज्ञानेन्द्र साईज्यू पहिला राजा चाहिँदैन भन्नुहुन्थ्यो उहाँ प्रवेश नहुँदा राप्रपामा प्रवेश नहुँदा जेसम्म चाहिँ खोइ किन राजा चाहिँदैन भन्दा भन्दै नि उहाँ राप्रपामा जानुभयो कहाँ जानुभयो किन जानुभयो उहाँलाई कसले पुऱ्यायो कसरी पुऱ्यायो के भएर पुग्नुभयो थाहा छैन तर उहाँले राम्रो डिसिजन गर्नुभयो राम्रो ठाउँमा पुग्नुभयो भित्र गएर पनि राम्रै बोल्नुभयो होइन राम्रै बोल्नुभयो त्यही भएर नेतृत्व चाहिँ उहाँलाई दिँदा ठिक हुन्छ कि जस्तो चाहिँ मलाई लाग्छ है मेरो विचारमा अरू त यस्तै हो अब अरू पार्टीहरूलाई चाहिँ म के भन्छु भने चाँडोभन्दा चाँडो चाहिँ यो समस्याको समाधान गर्नुपर्छ तपाईँहरूले राम्रोसँग समाधान गर्नुहोस् अस्तिको 15 गतेको घटना त्यो चाहिँ बिर्साउनको लागि तपाईँले मेयरलाई के अरे मेयर भन्न आएछ मेयरको उपमहानगरपालिकामा चाहिँ त्यत्रो हङ्गामा गर्नुभयो होइन अहिले हिजो रविदाले समाएर लानुभयो अरे यो सायद तपाईँले 15 गतेको घटना बिर्सिन्छ कि भनेर त्यस्तो गर्न खोज्नु भयो होला तर 15 गतेको घटना चाहिँ सायद बिर्सिँदैन होला यो चाहिँ एकदम छापछाप्ती छ यो चाहिँ आशंका छ आशंका नभइदिएको भए चाहिँ सायद मान्छेले छोडिदिन्थे पनि होला नि तपाईँहरूलाई होइन तपाईँहरूले त्यही माथि त्यस्तै दुष्काण्ड गर्दै आइरहनु भएको छ त्यसैले चाहिँ एकदम संयमित हुनु जरुरी छ जस्तो चाहिँ मलाई लाग्छ यो एकदम यो स्थिति चाहिँ एकदम नाजुक भयो जस्तो लाग्छ तपाईँहरूको कारणले त्यही भएर बरु पहिलाकै संविधानमा फर्केर चाहिँ राजालाई लिएर आउँदाखेरि तपाईँहरू सायद बस्नुहुन्छ कि जस्तो लाग्छ मलाई होइन अरू चाहिँ तपाईँहरूको इच्छा अब जसो गर्नुहोस् मेरो मनमा लागेको इच्छाको कुरा गरे हो मैले त्यही भएर साथीभाइहरू अब कसैले पनि हामी दाजुभाइ हौँ हामी लडेर केही हुँदैन हेर्नु लड्ने हामी हो माथि पुग्ने उनीहरू नै हो होइन हामी लड्ने होइन क्या अब हामी चाहिँ एक भएर चाहिँ यी बुढापाकाहरूलाई चाहिँ भने नटेरीहरूलाई चाहिँ लडाउने हो क्या हामीहरू जस्तो मान्छेले यो त अब स्वतन्त्रता चाहिँ दिने लोकतन्त्र ब्युटिफुल के अरे गणतन्त्र ब्युटिफुल भन्ने आफूलाई मात्र ब्युटिफुल भएर भएन नि त सबैलाई ब्युटिफुल हुनु पर्यो नि परेन तपाईँहरूलाई त सबै ब्युटिफुलै छ नि काम केही गर्नु छैन होइन ट्याक्समाथि ट्याक्स भ्रष्टाचार र घुस अनि त्यसपछिबाट आफ्नो इच्छा गर्यो नातावाद कृपावाद आशीर्वाद गर्यो उही राजालाई चाहिँ दोष लगाउने आफू चाहिँ त्यही काम गरिरहेको चाहिँ नदेख्ने अनि यसो भएपछि चाहिँ कसरी चल्छ त होइन र त्यही भएर चाहिँ एकदम यो चाहिँ एकदम सोच्नुपर्ने छ त्यही भएर साथीभाइहरू दिदीभाइ आमा दाजुभाइहरू सबैजना चाहिँ नरिसाउनु होला मैले कसैलाई केही त्यस्तो रिस राखेर कसैको लक्षित गरेर भन्नुको छैन मेरो मनमा लागेको कुरा गरे हो सक्नुहुन्छ भने लाइक सेयर कमेन्ट गरिदिनु होला भने गर्नुहुन्छ पनि भन्ने आश गरेको छु मैले अनि प्लिज कमेन्टमा नराम्रो शब्दहरू चाहिँ प्लिज नबोलिदिनु होला सक्नुहुन्छ राम्रै शब्द बोलिदिनुहोस् होइन शब्द लाइक सेयर गरिदिनुहोस् मेरो मनमा लागेको कुरा है नेगेटिभ कमेन्ट चाहिँ गर्न पाएँ भने मैले मुख छाडेर चाहिँ कमेन्टहरू नगरिदिनु होला भन्न खोजेको मात्रै हो होइन ल यति भने म बिदा हुन्छु है त हस् मेरो सबैजना साथीभाइ दिदीबहिनी आमा दाजुभाइहरू सबैलाई नमस्कार हेलो साथीहरू दाजुभाइ दिदीबहिनी सबैजनालाई बुवा आमा सबैजनालाई मेरो नमस्कार